कसैलाई केही गाह्रो भइरहेको छ भने उसलाई चाहिँ गाह्रो लागिरहेको हुन्छ तर तपाईँले भने जस्तो कतिपय समाजमा हामीले यो सामान्य हो नि गइहाल्छ नि हामीको त्यस्तै त पार भएको हो नि भन्ने चमक छ हो यो चाहिँ तपाईँले भन्नुभयो जस्तो यसलाई चाहिँ हाम्रो अभिभावकहरूले शिक्षक शिक्षिकाहरूले साथीहरूले होइन अनि हाम्रो सिनियर्सहरूले चाहिँ याद चाहिँ गर्नुपर्छ कसरी चाहिँ मलाई गाह्रो भइरहेछ भन्यो भने चाहिँ उसलाई उसको ठाउँबाट बसेर चाहिँ सुनिदिनुपर्छ यो सामान्य हो जान्छ भन्यो भने चाहिँ उसलाई चाहिँ गाह्रो हुने हुन्छ किन भन्दा त्यो सामान्य फेजमा पनि त तलमाथि भोछ तर यो नेभर नु नि कोही मान्छे त होइन गाह्रै अवस्थाबाट गुज्रिया हुन्छ नि सो फर इक्जाम्पल अब तपाईँको जुन एज ग्रुप छ एडोलेसेन्ट एज यो एज ग्रुपमा म कहाँ पुग्ने म के हो कन्फ्युजन भइहाल्छ आइडेन्टिटीको कन्फ्युजन अथवा जुन बडीमा चेन्ज हुने जुन बायोलोजिकल चेन्ज छ त्यसको कारणले कतिपय स्विङ्सहरू भइहाल्छ होइन कतिपय त यो फेज वाइज पनि हुन्छ होइन तर यो फेज वाइज भन्दा लेखेकै त्यो पनि गर्नु भएन साँच्चीकै के थाहा होइन हेल्प नै चाहिने हुन्छ कि हाम्रो जति पनि रिसर्चहरू छ रिसर्चले के भन्छ त भन्दा हामीले भेट्ने कमसेकम 5 देखि 6 जना मान्छे मध्येबाट एकजना मान्छेलाई चाहिँ साँच्चीकै मेन्टल हेल्थको हेल्प चाहिन्छ